Hi everyone, I am Anushka Shrestha and today I am going to show you a simple Flutter app number game where the user has to guess which number is bigger, number 1 or number 2. The app also tracks the attempts, how many attempts the user has done, so shows the results in the display and then stops after 10 tries, and then again we can restart the game. Now let's begin. So this is the code for the Flutter app that I have make. Now here is number game. Guess the bigger number, number 1 or number 2. Okay, so we have to guess it, right? हाम्रो यहाँ नम्बर चाहिँ डिस्प्ले हुँदैन, हामीले ऱ्यान्डमली एउटा नम्बर सेलेक्ट गर्ने हो, नम्बर 1 कि त नम्बर 2. अनि त्यसपछि हामीले सेलेक्ट गरेपछि हामीले विन गऱ्यौँ कि लुज गऱ्यौँ भनेर चाहिँ मुनि देखाइदिन्छ. वी हेभ टु ट्रस्ट आवर गट फिलिङ. लेट्स ट्राई. नम्बर 1मा थिचेँ राइट मैले, सो यु वान भनेर यहाँ चाहिँ नम्बर 1को चाहिँ 45 रहेछ अनि नम्बर 2मा चाहिँ 18 रहेछ. सो यु वान भनेर चाहिँ एउटा मेसेज आउँछ. अनि यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले एटेम्प्स 1/10 भनेको छ नि, 10चोटिमा एकचोटि ट्राई गरौँ भनेर भनेको हो. अनि वी क्यान अल्सो रिस्टार्ट आवर गेम आफ्टर 10 ट्राइज. ओके, हामीले अब 10 ट्राइज गरौँ एन्ड आफ्टर द्याट हामी फेरि रिस्टार्ट गर्छौँ है. सो अब यो नम्बर 1मा 90 रहेछ, नम्बर 2मा 73. सो यु लस्ट भनेर एउटा मेसेज चाहिँ हाम्रो डिस्प्ले हुन्छ. अनि त्यसपछि यु लस्ट भनेर डिस्प्ले हुन्छ. अनि एन्ड देन अगेन हाम्रो अटेम्प चाहिँ 2/10 भइसकेको छ. अब हामी 10 अटेम्प गरेर हेरौँ अनि त्यसपछि के हुन्छ लेट्स सी. ओके, अटेम्प 10/10 भनेको छ नि त. अनि 10/10 भएपछि चाहिँ लिमिट एक्जिट भनेर एउटा मेसेज डिस्प्ले हुन्छ हाम्रो इमुलेटरमा. एन्ड देन वी क्यान अगेन रिस्टार्ट आवर दिस गेम. हाम्रो फेरि रिस्टार्ट भयो, सबै सुरु भयो. फेरि ल थिचौँ है त. यसरी नै हाम्रो पुरै प्रोसेस चाहिँ हुँदै जान्छ. अनि आफ्टर द्याट के भन्छ, while this interface is itself built with a scaffold containing style button, text display for numbers and result, an attempt counter, and a restart button that reset all variables and start a new game. So variables like reset गरिदिन्छ अनि न्यू गेम फेरि रिस्टार्ट हुन्छ लाइक दिस. Thank you for your time.